नमस्ते साथीहरू, BABSW थर्ड इयर इङ्ग्लिसको कम्पलसरी इङ्ग्लिसको पिलग्रिमेज टु नन भाइलेन्स भन्ने नयाँ च्याप्टरमा छौँ हामी। यो च्याप्टर चाहिँ यो चाहिँ एससी हो एउटा, होइन। एससी चाहिँ मार्टिन लुथर किङले लेख्नुभएको भेरी फेमस पर्सन इन युनाइटेड नेसन। उहाँको एउटा स्पिच छ, आई हेभ अ ड्रिम भन्ने, होइन। त्यो चाहिँ एकदमै नै फेमस छ, सायद पढ्नु नि भएको छ होला स्कुलतिर। उहाँले नै लेख्नु भएको अटोबायोग्राफिकल एस्से हो, भनेको आफ्नै बारेमा, आफ्नो सोचेको बारेमा लेखिएको एउटा एस्से हो, होइन। पिलग्रिमेज टु नन भाइलेन्स भनेको नन भाइलेन्स प्रति गरिएको तीर्थयात्रा भन्ने जस्तो हो क्या, ठ्याक्कै मिनिङ चाहिँ। पिलग्रिमेज भनेको चाहिँ नन भाइलेन्सतिर मैले गरेको यात्रा, तीर्थयात्रा भन्ने हो। के छ त यो अटोबायोग्राफिकल एस्सेभित्र हेरौँ है त। Pilgrimage of Non-Violence is an autobiographical essay by Dr. Martin Luther King Jr., written in 1960 as the 6th chapter of his book Stride Toward Freedom, The Montgomery Story. In this essay, King traces his intellectual and spiritual journey towards embracing non-violence as the core principle of his philosophy and activism during the American Civil Rights Movement. So, पहिला मार्टिन लुथर किङ को हुनुहुन्थ्यो भनेर बुझ्न आवश्यक छ। उहाँ चाहिँ हुन्छ नि नेग्रोहरू, काला जातिहरूको चाहिँ भोइस भनौँ, होइन, इक्वालिटी ल्याउनुपर्छ भनेर बोल्ने एकजना एकदमै फेमस पर्सन हुनुहुन्थ्यो। अनि उहाँले चाहिँ नन भाइलेन्स प्रतिको एउटा यात्रालाई चाहिँ हुन्छ नि आत्मसात गरेको, एउटा त्यो जर्नीलाई देखाइएको भनेर चाहिँ निकै राम्रोसँग यो एस्सेमा लेखिएको छ। मार्टिन लुथर किङ जुनियर एस्से पिलग्रिमेज टु नन भाइलेन्स इज अ डिपली पर्सनल अकाउन्ट अफ हिज जर्नी टुवर्ड्स एडाप्टिङ नन भाइलेन्स एज द फाउन्डेसन अफ हिज मोरल एन्ड पोलिटिकल फिलोसफी। सो मार्टिन लुथर किङ चाहिँ भनौँ न एक टाइममा कन्फ्युज भइरहेको बेला कसरी अब आफ्नो यात्रा गर्ने, होइन, भाइलेन्स गर्ने हो कि क्रान्ति गर्ने हो कि के गर्ने हो भन्दाखेरि चाहिँ त्यो बेलामा एउटा हुन्छ नि नन भाइलेन्सको वेमा चाहिँ हामी जानुपर्छ र नन भाइलेन्ट भएर चाहिँ कुनै पनि क्रान्ति गर्नुपर्छ भन्ने एउटा त्यो फिलोसफी समातेको भएर त्यो बाटोतिर नै एउटा मार्ग पाएको कुरा चाहिँ यसमा गर्नुभएको छ। इन दिस प्रोफाउन्ड पिस, King not only reflects on the events and influences that shaped his convictions, but also constructs a theological and ethical framework for non-violent resistance, one that would go on to define the American Civil Rights Movement. So, उहाँले जुन गर्नुभएको हुन्छ नि त्यो एउटा फ्रेमवर्क छ, नन भाइलेन्ट रेसिस्टेन्स प्रति फ्रेमवर्क गरेर एउटा जुन स्ट्रक्चर बनाउनु भयो नि, त्यो नै पछि अमेरिकन सिभिल राइट्स मुभमेन्टको चाहिँ एउटा फ्रेमवर्क बन्यो कि नन भाइलेन्ट हुने, होइन, वार गर्ने होइन, हामीले होइन आफ्नो कुरा माग्ने हो, नपाएसम्म मागिराख्ने भन्ने कुरामा चाहिँ लागे। King begins by acknowledging his early exposure to Christian theology, particularly the liberal theology of the social gospel. So क्रिस्चियन अब भनौँ न जुनसुकै धर्मको पनि एउटा थ्योरी भनेको त नन भाइलेन्ट हो नि त। सो क्रिस्चियन थियोलोजीमा पनि लागिसकेपछि त्यो सोसल गस्पेलको लिबरल थियोलोजीतिर लागिसकेपछि ओके, इट इज अबाउट सर्भिस, होइन, टु पोर एन्ड मार्जिनलाइज, नट अबाउट जस्ट फाइटिङ भन्ने कुरा चाहिँ उनमा इनहेरिट भइरहेको थियो। While this instilled in him a concern for social justice, he felt it lacked a concrete method for enacting real social change. So यो हुँदै पनि तर एउटा रियल सोसल चेन्ज, एउटा ठ्याक्कै मार्ग चाहिँ भेटिरहेको थिएन, होइन। हिज थियोलोजिकल स्टडिज गेभ हिम अ मोरल भिजन बट नट अ प्र्याक्टिकल टुल। सो मोरल भिजन थियो, दिमागमा बसिरहेको थियो, होइन, मोरालिटी हाई भइरहेको थियो, तर प्र्याक्टिकल टुल चाहिँ थिएन कि कसरी गर्ने, के गर्ने भनेर ठ्याक्कै लट्ठी चाहिँ भेटिरहेको थिएन। सो त्यो मिसिङ पार्ट चाहिँ उनले कहाँ पाए त भन्दाखेरिमा लाइफ अफ महात्मा गान्धीबाट पाए, जसले चाहिँ नन भाइलेन्सलाई नै आत्मसात गरिकन इन्डियाज स्ट्रगल टु फर इन्डिपेन्डेन्समा लागे। त्यो देखेर चाहिँ, होइन, सत्याग्रह गरेका चिजहरू, होइन, ट्रुथ फोर्स, सोल फोर्स भनेर युज गरेका चिजहरू, जब बेसिकली भनेको जब मार्टिन लुथर किङ जुनियरले चाहिँ महात्मा गान्धीको लाइफलाई स्टडी गरे, लाइफलाई देखे, उनको मार्ग भेटे, त्यसपछि चाहिँ उनले चाहिँ ओके दिस इज द वे, दिस इज द प्र्याक्टिस भनेर त्यो वेमा लाग्नु चाहिँ बेटर हुन्छ भन्ने उनले माने। द्याट मोरल फोर्स कुड बी मोर पावरफुल देन फिजिकल भाइलेन्स। उनले के सिके त भन्दाखेरिमा मोरल फोर्स चाहिँ फिजिकल भाइलेन्स भन्दा पनि पावरफुल हुन्छ। दिस रियलाइजेसन मार्क्ड अ टर्निङ पोइन्ट इन हिज लाइफ। ही बिगेन टु सी द्याट लभ एन्ड जस्टिस कुड वर्क टुगेदर टु चेन्ज सोसाइटी विदाउट ब्लडसेड। सो यदि हामी लभ र जस्टिसको पछि लाग्यौँ भने चाहिँ वी क्यान चेन्ज द सोसाइटी विदाउट ब्लडसेड। सो किङ इन्टिग्रेट्स क्रिस्चियन अपेज, अनकन्डिसनल सेल्फलेस लभ विथ गान्धीयन नन भाइलेन्स टु क्रिएट अ हाइब्रिड फिलोसफी ग्राउन्डेड इन एथिकल एक्सन, कम्प्यासन एन्ड द बिलिभ इन द डिग्निटी अफ अल पिपल। अब मार्टिन लुथर किङले के गरे त क्रिस्चियन फिलोसफी र गान्धीको फिलोसफी जोडेर एउटा इथिकल ग्राउन्डमा के बनाए त भन्दाखेरिमा एउटा कम्प्यासन बनाए, बिलिभ बनाए, होइन, डिग्निटी बनाए, मान्छे बिचको कुराहरू त्यो बनाए। Non-violence, as King presents it, is not weak or passive. It is a powerful form of resistance that challenges unjust systems while seeking to transform the hearts of oppressors. It is not weak or passive.
हैन मतलब नन भाइलेन्ट हुनु भनेको चाहिँ कमजोर हुनु होइन कि झन् पावरफुल हुनु हो झन् रेसिस्टेन्स प्रति स्पिक गर्ने एउटा बेस्ट वे नै हो भनेर देखाइएको छ अ सिग्निफिकेन्ट स्ट्रेन्थ अफ द एसे लाइज इन किङ्स एफोर्ट टु डिस्टिङ्ग्विस बिट्विन नन भाइलेन्स एज अ ट्याक्टिक एन्ड नन भाइलेन्स एज अ वे अफ लाइफ सो बेसिकली भनेको नन भाइलेन्स चाहिँ एउटा वे अफ लाइफ हो एउटा ट्याक्टिक हो हामी सधैँ झगडालु स्वभावको त हुँदैनौँ नि त होइन इनर सेल्फमा त वी वान्ट पिस वी वान्ट प्रस्पेरिटी सो त्यही नै मेजर चिज हो भन्ने चाहिँ यो एसेको मूल धारणा हो है वाइल सम स नन भाइलेन्स एज अ टेम्पोररी पोलिटिकल स्ट्राटेजी किङ इम्प्रेस्ड इज एज अ स्पिरिचुअल कमिटमेन्ट सो त्यो बेला पनि होइन नन भाइलेन्ट हुनुपर्छ आफ्नो कुरा पाइएन भने त आन्दोलन गर्नुपर्छ हडताल गर्नुपर्छ बन्द गर्नुपर्छ आगो लगाइदिनुपर्छ यो चाहिँ मेथड होइन भनेर आत्मसात गर्ने चाहिँ महात्मा गान्धीको लाई देखिसकेपछि किङले पनि दिस इज द अल्टिमेट वे भनेर लागिसकेका थिए किङ अल्सो एड्रेसेस कमन क्रिटिसिजम अफ नन भाइलेन्स स्पेसली द बिलिभ द्याट इट इज इनइफेक्टिभ इन द फेस अफ ब्रुटल अपरेसन तर नन भाइलेन्स चाहिँ ब्रुटल अपरेसनको बेला मानौँ कुनै राजा पछि लाग्यो मार्नै भनेर लाग्यो भनी होइन जो बोल्दैन सबैलाई मार्छु नै भनेर पछि लाग्यो भने त कति मान्छे चाहिँ चुप लाएर बस्न सक्छ त सो कुनै बेला चाहिँ यो इनइफेक्टिभ हुनसक्छ तर जे भने पनि भाइलेन्सले चाहिँ एउटा ह्युमन स्पिरिटलाई डिग्रेड गर्छ होइन रिभेन्जको साइकल बढाउँछ त्यसले यसरी मार्ने त्यसलाई सिद्ध्याउँछ सो यस्तो टाइपको एउटा हुन्छ नि थट प्रोसेस बनिरहेको हुन्छ कन्क्लुजनमा चाहिँ पिलग्रिमेज टु नन भाइलेन्स इज नट जस्ट द स्टोरी अफ किङ्स इन्टेलेक्चुअल डेभलपमेन्ट यो चाहिँ एउटा किङको इन्टेलेक्चुअल डेभलपमेन्टको मात्र कुरा होइन कि यो चाहिँ मोरल मेनिफेस्टो पनि हो फर a more just and compassionate society. Through his blending of Christian ethics and Gandhian philosophy, King offers a timeless model of courageous principled activism rooted in law, faith and justice. So basically भनेको चाहिँ एउटा क्रिस्चियन फिलोसफी क्रिस्चियन इथिक्स र गान्धीको फिलोसफी मिलाएर चाहिँ मार्टिन लुथर किङले चाहिँ आफ्नो एउटा बाटो बनाए भन्ने नै यो कुराको थीम हो है थीम बेस्ड नोट अन पिलग्रिमेज टु नन भाइलेन्स The search for a moral method of change. King began with dissatisfaction over the lack of practical approach in Christian liberal theology. So उनी एउटा क्रिस्चियनहरुको लिबरल थियोलोजीमा त लागिसकेका थिए तर त्यहाँ चाहिँ उनीले चाहिँ एउटा प्र्याक्टिकल अप्रोच चाहिँ भेटेनन् के ठ्याक्कै भनौँ न बाटो भेटेनन् के हैन he seeks a method that addresses injustice without hatred. उनी एउटा बाटो खोजिरहेको थिए जहाँ चाहिँ इन्जस्टिसको विरुद्धमा नि बोलिएको छ विदाउट हेट्रेड भनेको हेट नभइकन होइन एकअर्कालाई एकदमै हेट नगरिकन पनि अगाडि बढ्न सकिन्छ है भन्ने बाटो चाहिँ खोजिरहेको छ त्यो बाटो खोजिरहेको थिए अर्को त्यही बेला उनको जिन्दगीमा प्र्याक्टिकल फ्रेमवर्क बोकेरको आयो थियो गान्धीको फिलोसफी आयो सो गान्धीको फिलोसफी आइसकेपछि उनले एउटा बाटो भेटे बाटो एउटा प्र्याक्टिकल फ्रेमवर्क चाहिँ भेटे अनि सत्याग्रह जुन क्रिस्चियन आइडियल्स र सत्याग्रहलाई चाहिँ जोडेर उनले जब एउटा फ्रेमवर्क क्रिएट गरे आफ्नै हैन मार्टिन लुथर किङले म यसरी चाहिँ मेरो बाटोमा हिँड्छु भने द्याट वाज द बेस्ट वे त्यसपछि नन भाइलेन्स एज अ स्ट्रेन्थ उनले एउटा के बाटो भेटाए त नन भाइलेन्सलाई चाहिँ आफ्नो मेन बाटो भेटाए के भाइलेन्ट हुनु सल्युसन होइन अनि इन्जस्टिसलाई चाहिँ डिफिट गर्नुपर्छ पिपलहरुको भोइस भएर बोल्नुपर्छ फ्रेन्डशिप अन्डरस्ट्यान्डिङका कुराहरू उनले ल्याए निकै राम्रो कुराहरू आएको थियो त्यसपछि क्रिस्चियन लभको कुराहरू आए क्रिस्चियन लभ भनेको चाहिँ अजेब भयो अजेब इज अनकन्डिसनल लभ फर अल ह्युमन्स इन्क्लुडिङ एनिमिज सो एनिमीलाई पनि हामीले लभ गर्नुपर्छ हेट चाहिँ मतलब भनौँ न त्यो हेट भन्ने कुरा चाहिँ कस्तो हुन्छ भन्दाखेरिमा कतिलाई गर्न सकिन्छ त भन्ने कुरा आउँछ भन्ने जस्तो राखेका छन् लभ बिकम्स अ सोसल एन्ड पोलिटिकल फोर्स नट जस्ट अ रिलिजियस कन्सेप्ट फेथ इन द पावर अफ गुड सो जहिले पनि राम्रो सधैँ राम्रो हुन्छ भने छैन तर मोरल चाहिँ ओके एट द एन्ड केही न केही राम्रो हुन्छ भनेर चाहिँ त्यो एउटा फेथ चाहिँ गुडमा रिलाइ गर्नुपर्छ नन भाइलेन्स एज अ वे अफ लाइफ कहिले पनि भाइलेन्स चाहिँ मान्छेको वे अफ लाइफ चाहिँ हुनु हुँदैन नन भाइलेन्ट नै हुनुपर्छ रिक्वायर्स करेज सेल्फ डिसिप्लिन एन्ड मोरल इन्टिग्रिटी हाई हुनुपर्छ प्र्याक्टिकल एन्ड इथिकल डाइमेन्सन्सहरू हुनुपर्छ मान्छेको होइन कसरी अगाडि बढ्ने भन्ने एउटा दिमागमा डाइमेन्सन चाहिँ बसेको हुनुपर्छ इट अभोइड्स द साइकल अफ हेट्रेड एन्ड रिभेन्ज द्याट भाइलेन्स पर्पेचुएट्स सो यो च्याप्टरमा सक्यो लगभग हामीले यो च्याप्टरमा चाहिँ के बुझ्नु पर्ने छ एक्जाममा सोधिहाल्यो भन्नेमा पहिले मान्छे चिन्न पर्यो डाक्टर मार्टिन लुथर किङ भनेको एकदमै फेमस मान्छे हुन् एकदमै बिगेस्ट राइटर उनले चाहिँ केही कुराहरू सम्झे केही कुरा आफू जब यङ अवस्थादेखि नै भनौँ न एउटा क्रान्तिमा लाग्दाखेरि नै जहिले पनि मान्छेले आफ्नो एउटा बाटो खोज्छ कि
म कुन बाटोमा लाग्ने, त्यो कन्फ्युज भएको टाइमलाई चाहिँ उनले यहाँ लेखेका छन्। जब मार्टिन लुथर किङ एकदमै कन्फ्युज थिए कुन बाटोमा हिँड्ने, उनले क्रिस्चियन थियोलोजी एडप्ट गरिसकेका थिए होइन, नन भाइलेन्ट बाटोमा हिँड्छु भन्ने उनले सोचिसकेका थिए। तर कसरी त्यहाँ क्रिस्चियन थियोलोजीले पनि केही एउटा प्रपर प्र्याक्टिकल फ्रेमवर्क दिएको छैन होइन, केही हिँडौँ भने पनि कन्फ्युज छन्। त्यो बेला उनले आत्मसात गरे गान्धीको फिलोसफी, जहाँ चाहिँ उनले गरेका कामहरू, सत्याग्रहका चिजहरू, उनले गरेका क्रान्तिहरू जब देखे, त्यो चिजले चाहिँ मार्टिन लुथर किङलाई निकै नै प्रभावित गर्यो होइन। सो उनले चाहिँ नन भाइलेन्सलाई आत्मसात गरी अगाडि हेर्ने एउटा तीर्थ बाटो, एउटा पिल्ग्रिमेज भेटे, त्यसमै आफ्नो त्यो एउटा एक्सपिरियन्सलाई चाहिँ आत्मसात गरेर लेखेको एउटा एस्से हो पिल्ग्रिमेज टु नन भाइलेन्स। बेसिक यति नै हो। एक्जाममा यी कुरा भयो भने केही न केही गफ लेख्न सकिन्छ, केही न केही कुरा लेख्न सकिन्छ। कोर कुरा बुझ्नु भइसक्यो। अल द भेरी बेस्ट। अर्को भिडियोमा भेटौँला है त।